आज बिहान काठमाडौँबाट मन्थलीतर्फ आउँदै गरेको अरनीको यात्रुवाहक बस यो त्रिवेणी मन्दिर नजिकै एउटा डिलबाट तामाकोशी नदीमा दुर्घटनाग्रस्त भएको छ र ठुलो सङ्ख्यामा हाताहाती भएको यहाँ मैले अपडेट गराउनु पर्ने बाध्यात्मक अवस्थामा छु। विशेष गरी यो तामाकोशी नदीमा यो ठ्याक्कै धेरैले मसानटार भने पनि यो ठाउँ त्रिवेणी मन्दिर नजिकै त्रिवेणी मन्दिरको अग्रस्थान यो जहाँ सुनकोशी नदी र तामाकोशी नदी एक आपसमा यो मेल खाने ठाउँ हो। यति बेला नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतको टोली यहाँ उद्धारमा देखिन्छ। दुःखका साथ भन्नुपर्छ धेरै ठुलो सङ्ख्यामा हाताहाती भएको भन्ने जानकारी आएको छ। केही घाइतेहरूलाई केही मृतकलाई बगाएर सुनकोशीको मुखबाट पनि त्यहाँ उद्धार गरिएको छ।